पहिले माथिको भिडियो हेरौँ त्यस पछाडि यसको कुरा गर्ने। यो कुरा र अर्को कुरा भनेको यो हामीले सम्पत्ति धेरै किन आयो भनेर आरिस गरेर सडकमा आएका हुन्। हामी प्रश्न पार्न चाहन्छौँ कि सम्पत्तिहरू आयो तर त्यसको आय स्रोत के हो त? प्रश्न हिसाबले हामीलाई जस्तै 190 ओके, सो उहाँले भन्नुभएको कुरा यति मात्र हो कि यो आयो कसरी आयो। ओके बहिनी, तपाईँले पनि राख्नुभएको जुन कुरा छ इट्स जेन्युन, कुनै गल्ती छैन उहाँको कुरामा पनि। हामीले पनि भेडा जनता जति पनि छौँ हामी पनि यति बुझेर राखौँ कि आयो मसित यदि 10 करोड रुपियाँ छ भने मैले यो 10 करोड रुपियाँ कसरी आर्जन गरेको छु त्यो मलाई मात्र थाहा हुन्छ र मेरो गभर्मेन्टलाई थाहा हुन्छ कि मैले कसरी आर्जन गरेँ। जसले गरेको छ त्यसले आफ्नो विवरण त्यहाँ गएर राजस्व कार्यालयमा बुझाउँछ। राजस्व कार्यालयलाई थाहा हुन्छ कि यो मान्छेसित यसरी कसरी पैसा आयो र पौत्रिक पनि थियो कसरी आयो, पिँढी दर पिँढी ट्रान्सफर हुँदै गएर आयो त्यो पैसा, भ्याल्यु त्यसको भयो, जेनेरेट भयो। अर्बौँ रुपियाँको पनि सम्पत्ति हुन्छ, करोडको पनि हुन्छ, खर्बौँको पनि हुन्छ। कोही धेरै ठुलो यहाँ म्याटरको कुरा छैन र कसरी आयो भन्ने कुरा उहाँको पनि एकदम वाजिबवाला कुरा हो। यो कुरा भयो भने चाहिँ हाम्रो जति करप्टेड सरकारको कति करप्टेड छ, कति पैसा लुटिएको छ त्यो पनि खुल्छ नि त बाबा। हेर्नु पर्यो नि त, बुझ्नु पर्यो नि त, हामीले पनि स्टेप टु स्टेप जानु पर्यो नि त। जरुरी छैन नि त एकैचोटिमा यसरी भइहाल्छ या त्यसरी भइहाल्छ। यसले त्यस्तो गर्यो, त्यो पार्टी त्यो झोले त्यसले कसरी भनिदियो, मेरो बालिनलाई त्यस्तो भनिदियो, मेरो बालिनलाई त्यसरी गरिदियो। कसैले कसैलाई गरे छैन, साधारण बुझ्नेवाला कुरा हो, सिम्पल भाषामा बुझ्नुपर्ने कुरा हो। मैले अर्बौँ रुपियाँ कमाएको छु भने मैले कसरी कमाएँ मैले विवरण मात्र बुझाउने हो, कसरी गरेँ, कसरी आयो, कसरी भयो, फिनिस्ड।